हाम्रो लगभग कुनै पनि ठाउँमा बिजुली उत्पन्न गर्दा चाहिँ थोरै भोल्टेज निक्लिँदा कुनै पनि जस्तै यहाँबाट वालिङसम्म लैजाँदा नै आधी बाटोमा नै हराउने भएको कारणले यो ट्रान्सफर्मर बनाइएको हो त्यसको सहजको लागि र यसले भोल्टेज नियन्त्रण गर्छ अनि यसले भोल्टेजलाई बढाउने र घटाउने पनि गर्छ। यसमा एउटा चाहिँ नि हामीले आइसी लगाइएको छ आइसी DD8482 आइसी लगाएको छु अनि यसमा म्याग्नेटिक फिल्डको लागि चाहिँ नि मैले लगभग 6 फन्को गरेर मैले 12 फन्को लगाएको छु। यो चाहिँ एउटा ट्रान्सफर्मर हो, यो चाहिँ ठुलोको, यो जस्तै हाम्रो टिभीहरू जस्तै यो सौर्य ऊर्जा हो। यसलाई अङ्ग्रेजीमा सोलर प्यानल पनि भनिन्छ। यसमा विभिन्न सेलहरू प्रयोग भएको हुन्छ। यसमा प्रयोग हुने सेल सिलिकनबाट बनेको हुन्छ। यसमा सौर्य ऊर्जा घामबाट सिधै सेलमा आएर यसमा इलेक्ट्रोन प्रदान हुन्छ र यसले इलेक्ट्रोन गरी रातिमा बत्ती बाल्न सकिन्छ र घामको प्रकाश संश्लेषण गरी यस बल्बबाट बत्ती बोल्न सक्छ र यसलाई रातिमा यसरी हामीले बत्ती बाल्न सकिन्छ। यसमा बत्ती बोलिरहेको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। यसमा बत्ती बोलिरहेको छ अनि यसैसँगै हामीले यहाँ वर्षाको पानी सङ्कलन गर्ने एउटा ड्रमको नमुना बनाएका छौँ। यसले वर्षाको पानीलाई सङ्कलन गरी एउटा ड्रममा सङ्कलन गरी आवश्यक परेको बेलामा प्रयोग गर्न मद्दत पुर्याउँछ। हाइड्रोजन ग्यास बनाउने विधि भन्न गइरहेका छौँ। यो टेस्ट ट्युब हो भने यो टेस्ट ट्युब होल्डर हो। यो हाइड्रोक्लोरिक अम्ल र यो जिङ्क मेटल हो। हामीले सर्वप्रथम त टेस्ट ट्युबमा जिङ्क मेटल हाल्न गइरहेको। यो टेस्ट ट्युब चाहिँ हामीले कोल्टे पारेर राख्नुपर्छ किनभने यो सिसाको हो र यो जिङ्क हाल्दा यो फुट्ने सम्भावना बढिरहेको हुन्छ। यो हामीले टेस्ट ट्युबमा हालेका छौँ र यसको प्रतिक्रिया छिटो हुने भएकाले हामीले पहिला नै मोमबत्ती बाल्छौँ। अब हामीले यो बिकरमा हाल्न गइरहेका छौँ। अब हामीले हाइड्रोक्लोरिक अम्ल यो टेस्ट ट्युबमा हाल्न गइरहेका छौँ। यसको प्रतिक्रिया छिटो हुन्छ कि पहिला ध्यान दिएर हेरिदिनु होला। अब हामीले आगो बताउन गइरहेका छौँ। यो सुन्न सक्नुभयो, पप बोलिरहेको छ। यो प्रभावित भयो कि हाइड्रोजन ग्यास नदेखिए पनि आफू बल्छ र अरूलाई पनि बल्न मद्दत गर्छ भन्ने कुराको प्रभावित हुन्छ। प्लास्टिकको बोतल हो र यो पानी हो। यसलाई यहाँ राख्यो भने तैरिरहन्छ र यसलाई तल राख्न जति तल राख्यो भने त्यो बल लगाउनु पर्छ। यसलाई घचेर्दा माथि निस्किन्छ र अन्तत यो जति नै तल घचेटे पनि माथि नै तैरिरहन्छ। यसलाई नै ऊर्जाचाप बल भनिन्छ। गुरुआमा नमस्कार। आज हामीले चौरको खाद्य श्रृङ्खला र वनको खाद्य श्रृङ्खला लिएर आएका छौँ। सर्वप्रथम यो एउटा किरा हो। यसले आफ्नो जीविकोपार्जन एउटा कुनै घाँसको पातबाट गर्ने गर्दछ। यसलाई प्रथम उपभोक्ता पनि भनिने गरिन्छ। यो द्वितीय उपभोक्ता हो। यसले प्रथम उपभोक्ताले खाएर आफ्नो जीविकोपार्जन गर्ने हुनाले यसलाई द्वितीय उपभोक्ता मानिन्छ। यो सर्प तृतीय उपभोक्ता हो। यसले द्वितीय उपभोक्तालाई खाएर आफ्नो जीविकोपार्जन गर्ने हुनाले यसलाई तृतीय उपभोक्तामा राखिन्छ। नमस्कार। आज हामीले मिनी फिल्टरको मोडेल तयार पारेका छौँ। सर्वप्रथम सबैभन्दा पहिला हामीले ढुङ्गा राखेका छौँ, दोस्रोमा कोइला, त्यस्तै गरी तेस्रोमा बालुवा र चौथो भाँडामा रुई राखेका छौँ। अब हामीले यसमा फोहोर पानी राख्दैछौँ।
यहाँ देख्न सक्नुहुन्छ पानी यहाँबाट झर्दै नेपाल जल स्रोतका हिसाबले दोस्रो धनी देश भए तापनि यहाँका सम्पूर्ण ठाउँमा शुद्ध पानी पुगेको छैन। करिब 92% पानी अशुद्ध रहेको छ। यसलाई अशुद्ध पानी पाइने ठाउँमा हामीले यो विधि प्रयोग गरेर पानीलाई शुद्ध बनाउन पनि सक्छौँ र यो बोतलको ढक्कन बन्द गर्दा हावा बोतलभित्र जान पाउँदैन भने ढक्कन खोल्दा यहाँ हावा जान्छ। त्यसैले पाइपबाट पानी बाहिर निस्कन्छ। यो एक वायु चापको उदाहरण हो। देख्न सक्नु भएको छ यो ढक्कन नभएको जनावर हो। यो पानीमा बस्छ। यो गोगटा हो। यसको मेरुदण्ड हुँदैन। हुन्छ कि हुन्न? हुँदैन। यसको मेरुदण्ड हुँदैन। यो पानी र जमिनमा दुवैमा बस्छ। धन्यवाद। यहाँ नुन घोलिरहेका छौँ। अन्डा डुबेको छ किनभने यो शुद्ध पानीको ऊर्ध्वचाप र घनत्व अलिक कम हुन्छ र अघि शुद्ध पानीको भन्दा अलि माथि उठेको छ किनभने नुनिलो पानीमा यसको ऊर्ध्वचाप बढी हुन्छ र घनत्व पनि बढी हुन्छ।